ज्येष्ठ महिना तपाईँ वृश्चिक राशि हुनुहुने जनहरूका लागि के छ, कस्तो छ, कसरी अगाडि बढ्दा खास राम्रो हुन सक्छ, यी र यस्तै यावत विषयमा चर्चा गर्छौँ। सर्वप्रथम त यस महिनामा स्वास्थ्यमा अलि बढी ध्यान दिनुपर्छ। स्वास्थ्यगत इस्युजहरू आउन सक्छन्। कहिलेकाहीँ आफूले नगरेका गल्ती वा दोषहरूको पनि आरोप खेप्नुपर्ने स्थिति हुन सक्छ। सके सम्भव भएसम्म कुनै पनि कार्यहरू गर्दा आफू अगाडि सरेर भन्दा अरूलाई अगाडि सारेर गरेका कार्यहरूले खास राम्रो प्रभाव छोड्न सक्छन्। स्वास्थ्यमा ध्यान दिनुहोला। पारिवारिक सम्बन्धमा खटपटको सम्भावनाहरू देखिन्छ। यद्यपि जीवनसाथीको राम्रो सहयोग वा आफ्नो साथीभाइहरूको राम्रो सहयोगले यहाँलाई एउटा सकारात्मक हिम्मत भने प्रदान गर्नेछ। विद्यार्थीजनहरूका लागि साधारण खालको समय हो। कम्पिटिसन इक्जामिनेसनमा अपेक्षा गरे जस्तो नतिजा प्राप्तिमा पक्कै पनि समस्या देखिन्छ। सँगसँगै यस महिनामा यहाँले बोलीको प्रभावहरूमा अलिकति ध्यान दिनुपर्ने देखिन्छ। कमाएको पैसा सञ्चितमा न्यूनता बराबरको प्रभाव देखिन्छ। यद्यपि आय स्रोतको माध्यम पनि बढाएर लान सक्ने महिनाका रूपमा जोड्न सकिन्छ। स्पेसल्ली यस महिनामा यहाँले अलिकति आफ्नो योजना वा आफ्ना कुनै कार्यहरूलाई गोपनीयताका रूपमा गोप्य राखेर अगाडि बढ्न सक्ने हो भने खास राम्रो हुन सक्छ। स्पेसल्ली अवसर अपर्च्युनिटिज पाउन गाह्रो हुने, कुनै जबको लागि, जागिरको लागि वा स्पेसल्ली आफ्नो हेल्थ केयरका लागि कुनै सकारात्मक चेन्जेसको परिवर्तनको लागि वेटिङमा हुनुहुन्छ भने अपेक्षा गरे जस्तो नतिजा आउन गाह्रो हुने, आफ्ना विरोधीहरूले आफूलाई सताइरहने, दुःख दिने जस्ता खालका व्यक्तिगत अलि बढी समस्याहरूको सामना गर्नुपर्ने स्थिति यहाँले पक्कै पनि देखिन्छ। यद्यपि व्यापार वा बिजनेसमा इन्भल्भ हुनुभएका व्यक्तित्वहरूका लागि सकारात्मकप्रद समय छ। साथीभाइ सङ्गतसँग सम्बन्धित कुराहरूले तपाईँलाई केही विशेष आफूलाई हिलिङ हुनका लागि वा विशेष गरी केही राम्रो हुनका लागि सकारात्मक परिवर्तन मिल्न सक्छ। यस महिनामा साथीको वा आफ्ना नजिकका व्यक्तिहरूको राय सल्लाह लिएर कुनै पनि कार्यहरूलाई, योजनाहरूलाई अगाडि बढाउँदा राम्रो हुन्छ। नयाँ लगानी वा इन्भेस्टमेन्ट गर्दै हुनुहुन्छ भने विचार पुर्याउनु पर्ने आवश्यकताहरू बढी देखिन्छन्। यस महिनामा खास दाम्पत्य जीवनमा केही राम्रो भए तापनि रोमान्टिक भावहरू कम भएर जाने, मानसिक रूपमा अस्थिरताको भावहरू बढाउने जस्तो स्थिति देखिन्छ। यस्तो खालको नकारात्मक प्रभावबाट जोगिनका लागि यहाँले हनुमानजीका लागि सिन्दुर र लड्डु चढाएर अगाडि बढ्नुहुन्छ भने पक्कै पनि राम्रो हुनेछ। यो थियो ज्येष्ठ महिना तपाईँ वृश्चिक राशि हुनुहुने जनहरूका लागि के छ, कस्तो छ भन्ने विषयमा।